छलेर समानुपातिकमा घुसाउने प्रयास जुन भएका ती घटनाहरूलाई पनि त लिन सकिन्छ नि। त्यो कारणले गर्दा रवि दाइलाई पनि मैले यहाँदेखि एउटा सन्देश दिन चाहन्छु। बालिन कुलमानको साथ मात्र होइन, धेरै युवाको साथ छ रवि दाइ, तपाईँलाई धेरै युवाको साथ छ, अधिकांश युवाको साथ छ। तर केही व्यक्तिहरू धमिलो पानीमा माछा मार्नका लागि रासोपामा आउने तयारीमा र आइरहेका छन्। ती व्यक्तिहरूबाट सजग हुनुहोला। हिजो एउटा मुकुलले दिएको दुःख आज हजारौँ मुकुलले, भोलि हजारौँ मुकुलले नदिउन्, त्यही भन्न चाहन्छु। अब त्यो कुरामा चाहिँ सजग हुनुहोला भन्न चाहन्छु। तर हामी चाहिँ हरेक पल, हरेक छेड एउटा वैकल्पिक शक्तिको पक्षमा छौँ, नयाँ शक्तिको पक्षमा छौँ। रवि दाइ तपाईँको पक्षमा छौँ, बालिन कुलमान हामी तपाईँको पक्षमा छौँ। हामी राजनीति गर्नै पर्छ भन्ने छैन के, होइन। जसरी कमलले विकृति विसङ्गतिको लागि बोलिरहेको मैले देख्छु आफ्नो यही माइकबाट, आफ्नो मिडिया मार्फत, त्यसै गरी म पनि बोल्न सक्छु, होइन। म जस्तै अन्य युवाहरूले राजनीति गर्नै पर्छ भन्ने छैन, राजनीति नगरेर पनि त्यो विषयमा बोल्न सकिन्छ। र अब मैले फेरि अर्को कुरा के भन्छु भने, मैले राजनीति गरौँला अथवा नगरौँला, राजनीति गरे पनि अथवा नगरे पनि राम्रो काम गरेको कोही व्यक्ति छ अथवा कोही राजनीतिक दल छ भने अथवा कोही राजनीतिज्ञ छ भने त्यसलाई वाहवाही गरिन्छ। यदि राम्रो काम गर्नुभएको छैन अथवा जनतालाई चित्त बुझेन तपाईँहरूको काम भने मै वाहवाही गर्ने ठाउँमा हिजो वाहवाही गर्थ्यो भने भोलि फेरि तपाईँहरूको आलोचना पनि गर्न हामी पछि हट्ने छैनौँ। त्यसको लागि राम्रो काम गर्नुको विकल्प छैन, होइन। राम्रो कामै गरेर तपाईँहरू अगाडि बढ्नु पर्ने देखिया छ। यो जेनजीको जुन एउटा यो परिवर्तन पछाडिको, होइन, यो म्यान्डेट पनि